मेरो बिहानीको सुरुवात चाहिँ मिठो एक कप चियाबाट भएको छ र मैले आज भिडियोमा चाहिँ अन्डा करी बनाएर देखाउन लागेको छु। मेरो आजको बिहानी कसरी गयो भनेर हजुरहरूलाई म भिडियो मार्फत देखाउँछु है त। मैले तरकारी सब्जी बनाउनको लागि कराई बसालेँ अनि त्यसपछि त्यसमा तेल हालेँ, हिट हुन दिएँ अनि तेल हिट भइसकेपछि अनि मैले अन्डा हालेर पराक पुरुक पारेर निकाल्छु के पकाएर। अनि सँगसँगै आलु पनि काटिरहेको छु। साथी हेर्नु त म कस्तो मल्टी ट्यालेन्ट, त्यहाँ कराई बसालेर अन्डा पराक पुरुक गर्दै आलु पनि काट्ने, कस्तो फास्ट फेरि। अनि त्यहाँपछि मैले चाहिँ फेरि मेथी पड्काएँ, जिरा पड्काएँ अनि हेर्नु न फेरि उता झन्डै दुध उम्लेर नगएको मैले टाइममै देखेर मैले उम्लिन दिइनँ। अनि त्यसपछि मैले अदुवा लसुन ल्वाङ सुकमेल पनि पड्काएँ। अनि त्यसपछि खुर्सानी र प्याज हालेर खुर्सानी र प्याजलाई एकछिन भुट्छु के, पाक्नु पर्यो नि त। प्याज पाकेन भने त मिठो भएन नि, कस्तो करक अर्कै हुन्छ क्या, छ्याक्क देखिन्छ। अनि म चाहिँ प्याज मजाले पकाउँछु। अनि त्यसपछि उता सँगसँगै टमाटर पनि काटिरहेको थिएँ। टमाटर काटेर साइडमा त्यहीँ राखेको छु। अनि नुन बेसार हालेर आफ्नो स्वाद अनुसारको चलाउँदैछु। अनि त्यसपछि अदुवा लसुनको पेस्ट पनि हालेँ क्या। अदुवा लसुन त मैले अगाडि नै 2-3 दिनलाई पुनी गरेर स्टोर गरेर फ्रिजमा राख्छु। अनि कस्तो सजिलो हुन्छ कि साथीहरू त्यस्तो गर्दाखेरि। अनि निकाल्यो फ्रिजबाट हाल्यो, कस्तो सजिलो हो कि होइन भन्नु त। अनि मैले टमाटर काटेको टमाटर पनि राखेर फ्राई गर्दैछु, मसला पाक्न दिनको लागि छोपिदिएँ एकछिन। अनि त्यसपछि हेर्नु त मिट मसला पनि हालेछु, कस्तो कन बाटियो कि। म त आलु र अन्डाको सब्जीलाई मासु जसरी मासुको मिट मसला हालेर मासुको टेस्ट दिन खोजेको हो कि, त्यही पनि खसीको मासु। देख्नुभयो नि, यस्तो बाहुनको छोरी त बाठी पो हुन्छ त। अनि आलु पनि हालेँ, आलुलाई पनि एकछिन यसो खुडेर अनि त्यसपछि पकाइरहेको छु क्या। आलुलाई यसो खुड्यो भने चाहिँ ग्रेभी राम्रो हुन्छ नि त। अनि त्यही भएर अनि त्यसपछि अब आलु खुडिसकेपछि मैले पानी हालेँ कि। अनि पानी हालेर यसो खुडेको त अलि बाक्लो उम्लिन दिनुपर्छ नि त, बाक्लो जस्तो लाएर। अनि फेरि अलिकति पानी थपेँ। अनि पानी धेरै देखेर चाहिँ नहात्तिनु है, म पानी हल्का सुकाउँछु कि, आफूलाई चाहिने जति चाहिने हो त्यति गर्छु। हिँड्न फेरि राम्रो बानियो कि नराम्रो बानियो, कस्तो बानियो यो खाना पाकेकै छैन, पुछे गर्ने। यस्तो त मेरो खाना पाक्दासम्म त 4-5 चोटि हुन्छ कि साथीहरू। कस्तो दिक्क लाग्छ आफैलाई देखेर। यस्तो भद्रगरमा त म काम गर्न सक्दिनँ कि, मलाई सामान मिलाइराख्नुपर्छ। कस्तो के गरौँ हुन्छ कि। एकछिन खाली बस्दाखेरि हेर्नु त मेरो तरकारी कस्तो मजाले उम्लेर कस्तो राम्रो भएको। अनि पाकी पनि सक्यो कि साथीहरू मेरो तरकारी त। अनि